अहिले नेपालमा यदि कसैको अत्याधिक चर्चा छ त त्यो काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा भावी प्रधानमन्त्री बालेन शाह उफ बालेनको। अहिले उनको चर्चा कुनै हलिउड स्टारभन्दा कम छैन। उनी जहाँ जान्छन् त्यहाँ उनलाई एक झल्को हेर्न जनताको भिड लाग्छ। त्यस्तै कुनै बेला साबिको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हालको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक झलक हेर्न जनता ओइरिन्थे। आज समय बदलिएको छ। त्यही प्रचण्डको क्रेज बिर्साउने क्रेज बालेनको छ। जब उनी विभिन्न स्थापित पार्टीका हेभी वेट उम्मेदवारहरूलाई ठुलो मतान्तरले हराउँदै काठमाडौँ महानगरपालिकाको मेयर बने, तब नेपाल र नेपाली मात्रै होइन विश्व नै चकित भयो। काठमाडौँ महानगरपालिकाको मेयर बनेसँगै उनको क्रेज युवा माझ वात्तै बढेको थियो। अहिले फेरि जब राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्यो, उनको क्रेज के युवा, के बालक, के वृद्ध, के महिला सबैमा झनै बढ्यो। भावी प्रधानमन्त्री बालेन शाह भनेर विदेशी मिडियाले प्राथमिकता साथ छापे, देखाए र सुनाए पनि अब बालेनको चर्चा नेपालभित्र मात्रै छैन, विश्वमा नै छ। अहिले उनी चुनाव लक्षित अघोषित मेची महाकाली चुनावी प्रचार प्रसारमा छन्। उनी जहाँ पुग्छन् त्यहाँ भिड थेगी नसक्नुको हुन्छ। यही बेला उनको यात्रालाई लिएर एउटा समाचार आएको छ कि सुदूरपश्चिमको यात्रामा बालेनले डमी अर्थात् हरेक कोडबाट उस्तै लवाई खवाई, बोलीचाली र हावभावबाट बालेन जस्तै देखिने अर्को डमी अर्थात् डुप्लिकेट प्रयोग गरेका छन् भनेर। जनकपुरबाट चुनावी यात्रा सुरु गरेका बालेन शाह उनले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा 5 मा पुगे। झापा 5 को केही दिनको बसाइपछि उनी इलाम हुँदै पहाड उक्ले र 5 थरमा रहेको पाथिभारा मातामा दर्शन गरी फर्किए। त्यसपछि लगत्तै उनी पश्चिमको यात्रामा लागे। पश्चिम हुँदै जब उनी सुदूरपश्चिमको धनगढी पुगे, त्यहाँ अचानक बालेनलाई हेर्न आएका जनताले बालेन त देखे, तर डमी बालेन। डमी झ्वाट्ट हेर्दा बालेन झै देखिन्थे। शरीरमा कालो भातगाउँले टोपी, कालै चस्मा, बालेनकै जस्तो दारी अनि बालेनकै जस्तो कालै कपडा लगाएका। उनी कारको रुफटपबाट टाउको निकालेर बालेनकै शैलीमा हात हल्लाउँदै हुइकिए। बालेनलाई हेर्न आएका जनता बालेन नै सम्झिएर हौसिए र बालेनलाई हात हल्लाउँदै साथ दिए। हामी कतिले सुनेका छौँ वा छैनौँ, यस्तै आरोप रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चाइनाका प्रधानमन्त्री सी जिनपिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई पनि लाग्ने गर्छ। युरोपियन र अमेरिकी मिडियाहरूले बेला बेलामा यी 3 नेताहरूको डमीका बारेमा प्राथमिकताका साथ समाचारहरू बनाइरहेका हुन्छन्, तर त्यो आधारहीन र अफवाह मात्रै हो भन्ने मेरो बुझाइ छ। किनकि समाचार बनाएर जसरी कुनै पनि मिडियाले यसलाई कुनै भेला, सम्मेलन, समारोहमा सरिक भएका 3 नेताहरूको डमी नै हो भनेर आजसम्म कुनै पनि मिडियाले पुष्टि गर्न भने सकेको छैन। तर नेपालमा बालेनको डमी भनेर भनिएको कुरा भने पुष्टि भइसकेको छ। बालेनका डमीका रूपमा चिनिएका उनी टिकापुर निवासी हुन्। उनी पनि बालेनका एक समर्थक मात्र रहेको कुरा खुलेको छ। उनले 1 महिना अघि मात्रै अनलाइन मार्फत रासोपाका सदस्य लिएका थिए। उनी बालेनको समर्थक भएकै कारण उनी पनि बालेन धनगढी आउने थाहा पाएपछि भेट्न भनी गए। भेट्न जाने क्रममा साथीभाइकै आग्रहमा उनले कारको रुफटपबाट हात हल्लाएका थिए। तर बालेनसँग भने उनको पनि भेटघाट नभएको कुरा विभिन्न समाचारहरूमा आइसकेको छ। त्यसैले बालेनको डमी कुनै अफवाह होइन, तर बालेनले नै प्रयोग गरेको भन्ने चाहिँ होइन। कुनै समर्थकले आफूले समर्थन गरेको व्यक्तिको लवाई खवाईको नक्कल गर्नु भनेको कुनै नौलो कुरो होइन। यही कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ। विभिन्न तर्क वितर्कहरू चलेका छन्। अब यसै विषयलाई लिएर उचालिरहनुपर्ने खासै केही देखिँदैन, किनकि सम्बन्धित व्यक्ति नै हाम्रो सामुन्ने आइसकेपछि यसमा लुकेका छिपेका कुरा केही पनि छैनन्। आसन्न फागुन 21 गतेको चुनावमा नेपालका पुराना नयाँ सबै राजनीतिक दलहरूलाई मेरो शुभकामना छ।